हेलो केटा तिमीहरूलाई आज मैले केही पनि भन्न आएको होइन एक्ज्याक्टली कुरा गर्नुपर्दा अब भोलिदेखि होइन मैले 2082को लागि क्लास 12 को लागि मैले उतातिर अर्को च्यानलमा चाहिँ भोलिदेखि भिडियो हाल्दैछु होइन प्लेलिस्टै बनाएर भिडियो हाल्छु। फर्स्ट च्याप्टर हाल्छु होइन, त्यसपछि चाहिँ तलतिर चाहिँ यो च्याप्टरको यो आउनसक्छ है भनेर चाहिँ म भनिदिन्छु है त। त्यसपछि सेकेन्ड च्याप्टर थर्ड च्याप्टर गर्दै 7वटा च्याप्टर छ, 7वटा च्याप्टरको तिमीलाई हालिदिन्छु। एप्लिकेसन पनि लगभग बनाइसकेको छ। एक्ज्याक्टली यो टेस्टिङको लागि गरेको थिएँ, एरर आयो क्या। एरर आइसकेपछि अल्छी लाग्यो, जाँगर लाग्दैन नि त आफूलाई त होइन, केही गरेर जाँगर लाग्दैन। अनि त्यसपछि चाहिँ त्यो पनि अहिले गराइरहेको छु है, त्यसको एररहरू फालिरहेको छु। 100% तिमीलाई इक्जामसम्म म सपोर्ट गर्छु। 100% इक्जाममा के आउँछ इक्जामको दिनसम्मै म तिमीलाई सपोर्ट गर्छु 100% है त। तिमीले पनि मलाई सपोर्ट गर, अर्को च्यानलमा गएर सब्सक्राइब गर, किनकि भोलिदेखि म त्यो च्यानलमा हरेक एउटा भिडियो हाल्छु। अनि त्यो च्यानलमा 100% तिमीलाई त्योभन्दा बाहिरको क्वेसन आउँदैन, किनकि मैले एक्सपिरियन्स छ नि त, मसँग एक्सपिरियन्स पनि छ। मैले पुरानो क्वेसनहरू हेरेर गेस गर्न पनि सक्छु कि मैले यस्तो क्वेसन आउनसक्छ भनेर। त्यसरी डन्ट वरी केटा, मलाई तिमीलाई लगभग जिन्दगीभर नै म हेल्प गर्छु है। जबसम्म म सक्छु तबसम्म म हेल्प गर्छु। 12मा मात्रै होइन कि पछि पनि म हेल्प गर्छु नै। म अलिकति इन्गेज भएर तिमीहरूसँग सँगै भएर म गर्छु नै, किनकि तिमीहरू त मेरो साथी जस्तो होइन। साथीहरूलाई हेल्प गर्न त केही पनि फरक पर्दैन। भोलि गएर के हुन्छ कसो हुन्छ डन्ट नो, मेरो कुराहरू तिमीले जान्नै पर्छ। किनकि भोलि गएर मलाई केही भयो भने त मेरा कुराहरू त कता हराउँछ नि त। त्यही भएर चाहिँ म तिमीलाई 100% सिकाउनेवाला छु, 100% तिमीलाई हेल्प गर्नेवाला छु। भोलि गएर अब +2 पछि के गर्ने कसो गर्ने कुरा पनि आउँछ, ब्याचलरमा के गर्ने कसो गर्ने कुरा पनि आउँछ, फ्युचरमा के गर्ने कसो गर्ने कुरा पनि आउँछ। भोलि गएर हाम्रो मैले केही स्टार्ट गरेँ भने तिमीलाई इन्गेज पार्छु होइन। अब कोहीले केही सिकिरहेको होला, केही गरिरहेको होला, 100% म तिमीलाई इन्गेज पार्छु नै। भोलि गएर केही होला आफ्नो ठाउँमा है, भोलि गएर स्क्याम चाहिँ म गर्दैन होइन। लास्टमा स्क्याम गर्ने अवस्था आउनसक्छ है केटा। स्क्याम यसलाई चाहिँ स्क्याम नगरौँ। एक्ज्याक्टली कुरा गर्नुपर्दा कुनै कुराहरू मान्छे स्क्याम किन गर्छन् भनेपछि यही भएर हो खास। मान्छेसँग लास्टमा फ्रस्ट्रेसन भइसकेको हुन्छ नि त, के गरौँ कसो गरौँ, यताबाट पनि हुँदैन उताबाट पनि हुँदैन, जिन्दगीभर गरिरहेछ लास्टमा केही पनि हुँदैन भनेपछि मान्छेहरू नेगेटिभतिर जान्छन्। म नेगेटिभतिर जान्छु भनेको होइन कि, म तिमीलाई हेल्प गर्छु भनेको। एक्ज्याक्टली उतातिर सब्सक्राइब गर, भोलिदेखि म प्लेलिस्ट बनाएर हालिदिन्छु है त।